वेलकम टु माई मिनी भ्लग। आज हामी श्रीशक्ति माताको दोस्रो दिन साली नदी आउँदैछौँ। ल म हजुरहरूलाई साली नदीको मजाले एक एक गरेर दर्शन गराउँछु है। आज म देवर बाबुसँग आएर छु। ल सबैलाई जय शम्भो। श्री सरस्वती माताको मेन मन्दिर है, हजुर दर्शन गर्नुहोस् मजाले। म यहाँ हजुरहरूलाई देखाइदिन्छु। आज दोस्रो दिन हो। दोस्रो दिन यसरी माधव नारायणमा हामी स्नान गर्न आउँदाखेरि पहिला चाहिँ यहाँ गणेश हुनुहुन्छ, त्यसपछि गणेश भवनको दर्शन गरेपछि यसरी हेर्नु कस्तो मजाले पानी बगिरहेछ। अनि माथि पहिला आसपास पनि बनाएको छ कि कति मजाले माधव नारायणको है। अब यहाँ चाहिँ गएर नुहाउने हो। अनि त्यसपछि हेर्नुहोस् कस्तो रमणीय छ। अनि मन्दिर पनि छ यहाँ। मेन मन्दिरमा म अहिले गएर म दर्शन पनि गर्छु। ल ल जय श्री सरस्वतीमा। यत्रो वर्ष जहिले पनि नुहाउन आइन्थ्यो। एकदम भिड भएर म कहिले भिड जान पाउँथिनँ कि आज चाहिँ समिर भिड जान पाइरहेको। सम्पूर्ण दुःख हर कष्ट हर रोग हर 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 महादेव शम्भो। ज्ञानी कानी च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि न सन्तु प्रदक्षिण पदे पदे। त्यो सामानहरू लिएर आउनु है। 108 बत्ती नदीमा बगाउँदैछौँ है हामी। ल्याउनु है। मलाई चाहिँ एकदमै रमाइलो लाग्छ कि यो पार्ट चाहिँ है बलिरहेछ। होइन नि हेर्दै जानुपर्छ कहाँसम्म पुग्यो भनेर। साली नदीको दर्शन गरेर भ्याएपछि अनि हामी प्रसाद खानको लागि खाजा खानको लागि के म त्यसले किन देखाउँछु है। त्यो चाहिँ सिलगढी काठको मसँग काठको थियो कि त्यसपछि यो चाहिँ मैले मेरो बहिनीलाई क्लिप, त्यसपछि यो आफ्नो लागि क्लिप, अनि यो चाहिँ मम्मीको लागि नन्दको लागि र आफ्नो लागि सिन्दुर। यति मात्रै किनेँ मैले। अनि साँच्चै मैले रबर पनि किनेको छु। त्यसरी किने रमाइलो मेला छ। हजुर पनि आउनुहोस्, कस्तो आनन्द आउँछ। ल सबैलाई जय श्री